त्यो चरा के त हो होइन के त कोही यताबाट आइरहेछ कोही उताबाट गइरहेछ पुरै ढुङ्गा रहेछ मेलबर्नबाट एडिलेड आउँदा खेतमा साइडमा अहिले सिजन रहेछ क्या पुरै पहेँले ब्ल्याङ्केट यो बाटो हुन्छ तिमी यस्तो समुद्रमा स्विमिङ गर्छ गर्दैनौ समरमा त मुस्किल हुन्छ नि त्यही त 35-40 डिग्री हुँदा त थाहै नै हुँदैन यस्तो यहाँ बस्छु के गुफा यता होला नि यतातिर लिजर्डै चाहिएको छ हेर्नुलाई फेरि कहीँ ढुङ्गा छ यहाँ सो यो भिक्टोरिया हार्बरको स्टोनी पोइन्ट भनौँ न स्टोनी पोइन्ट छ सब पुरै स्टोन छ ब्रिज त्यो ब्रिजबाट अस्ति आगे हामी अनि त्यहाँबाट हिँड्दै माथि ल घाम नलाएर पनि होला क्या कत्रो साइजसम्म भेटिन्छ भाइ सर कत्रो साइजसम्म भेटिन्छ अन्डाको सेल जस्तो भयानक छ के हो This is a भयानक के हो यस्तो यो अन्डा जस्तो ढुङ्गा चट्टान कत्रो ढुङ्गा आएर ढुङ्गाको बाटो रहेछ
big boulder. The big boulder. Big boulder rock. Look at that. What कत्रो रुंगा यार. के भन्छ मुसा बला के अरे मुसा रे टुटुको निस्किया टाउकोमा. यो टुटुलको निस्किया जस्तो के टाउकोमा कति ठुलो यो सेडिमेन्ट्री रक होइन रहेछ के यो फ्लावर बाइङ होला के रक भन्छ भाइ यसलाई एग्रिगेटेड कङ्क्रिट जस्तो के ग्रानाइट आइल्यान्ड Might be part of that. त्यहाँ जान मिल्छ यतै जाउँ पुर्किन यहाँ बस डार्लिङ ढुङ्गा रहेछ है त नि जान्दै त होइन उतै जाने होला नि हामी होइन यतै जाने हो यो पुरै घुम्ने यता जाने होइन उतै हेर्नु लानु सोच्यो जाउँ यहाँ तलबाट त होइन त्यो मान्छेहरू गइरहेको त्यही बाटो ढुङ्गाको बाटो छ फेरि हामी कन्टिन्यू गरौँ राम्रो छ कोस्टल वक चलाएर निलो आकाश निलो पानी खैरो ढुङ्गा खैरो बाटो कोस्टल वक यता बुढाबुढी रोमान्टिक गफ गर्दै माया गर्दै झगडा गर्दै कराउँदै चिमड्दै हामीले देखाएको छैन है मिकेले हँसाउँछ अरू मिकेले कि अरू तिम्रो आँखा मिकेले नहँसाउँछ अरे एउटा कहिले काहीँ यसो अल्छी लागेको होला साथीभाइ आएर यसो घुम्नलाई हिँड्नलाई वकमा जाउँ न भने जस्तो फ्रेस हुन्छ एउटा ठिकै हो सी फर्महरू एकदम फर्म भइरहेछ नि साउथ अस्ट्रेलियामा कस्तो कस्तो ए फर्म एकदमै धेरै त्यो बाटो बाटोसम्म फोर हो त्यो वेस्ट एकदम धेरै वेस्ट गाइकी ट्रेल फेरि गम्पाच अब मिनेरलाई दिसाउँछु के हो बुढाबुढी एकान्त त पाउने नहुने ल ल ल हामी भाग्छौँ सो यो पुरै सर्किट रहेछ सो हामी यहाँबाट आएको थियो यसो गरेर अहिले यहाँ छ एउटा आइल्यान्डको सर्किटै रहेछ त होइन
ग्रान्ड आइल्यान्ड चोरेको लागि खोइ हो नि काइकी फिल्म काइकी फिल्म तर कल्की होला नि फिल्म पनि त्यही भनेको काइकी हुन्छ स्पेल यस्तै छ नि स्पेलिङ अहिले त बुसवाक भयो यस्तो नखिचौँ है ठिक छ हाम्रो भ्यू आयो यहाँ कोस्टल वकको भ्यू बाटो हुँदैछ कहाँबाट ल्याएको त्यहाँ पुग्छ ढुङ्गा ढुङ्गा एकचोटि वेल पनि मरेको होइन कि पटमा अनि यहाँ पनि मरेको पनि कम छ पटमा पनि वेल कि प्रायः सबै जानकारी नभएको न्युजमै आएको प्रायः सबै न्युजकै हेर्नु त्यो वेल मरेको थियो फेक होइन बनाएको फेक बनाएको यहाँ मेरो चाहिँ गाडी छ होइन एउटा घरै बनाउनु दियो पनि हुन्छ अनि क्याफे सेबाट आएको तर प्रब्लम चाहिँ So this is a spot होइन where बाबा whips. Whips, Whip Master. Whips. Hola. Otan lapsia tästä. Very dangerous. यहाँ पर डेन्जर देख्छ हौ पानी के अरे पानी होइन दुध जस्तो देख्ने कि पानी हेर कि यो दुधै हो जस्तो लाग्यो सबै मोइस्चर आएको क्या त्यो पानी हो पानी हेरेर पानीले हाल्नु मौत के कुआं में टक से छोकेर आ जाऊँ भनेको तर यहाँ पानी धेरै पर्छ नि यस्तो ठाउँमा बोलेर आउनु अलिङ्गा बीच अलिङ्गा मालिङ्गाको भाइ अलिङ्गा बीच रे पुरै ठुलो छ गाडी कुदाउनै जानुपर्छ अलिङ्गा बीच मैले पो किट लिएर आउँछ मान्छेहरू खासै नआउँदो रहेछ टाढा भएर होला है यतिको त लजाउ
रहेछ लामो रहेछ बिचको छेउछेउ बाटो बनाइदिन्छ हल्डिङ्गा बिच यो चाहिँ हल्डिङ्गा बिच हो काम लागिरहेको छ मान्छेहरू फाटाफुट बहुत लामो रहेछ मान्छे तल माथिसम्म गाडी कुदाएर जान्छ नि यहाँबाट उतातिर ओह गाडी लगाएर रहेछ त तल्ले गाडी लगाएछ नि त वहीँ पालोमै सानो गाडी पनि लाग्दैन रहेछ गइहाल्छ नि उहाँसम्म पो लानु भयो यहाँसम्म गइहाल्छ नि सानो गाडी त गाह्रो हुन्छ नि त कता अच्छा अब बिच सक्यो हल्डिङ्गा बिच यहाँ यस्तो चाहिँ बसिँदा हुनु पर्यो नि हामी अहिले वेन्डी पोइन्टमा छौँ अरूले वेन्डी पोइन्ट त्यहाँ सिटी छ के अरे सिबिडी छ माथि रुख चाहिँ रुखले चाहिँ छ कि टोइलेट जानु होला हामी त अघि त्यहाँ गएको अघि त्यहाँ अब त्यही हो सिटी त्यहाँ रहेछ यता रहेछ है अब त्यो समुद्र भयो टाढो बसिरहेको Adelaide City भयो लागिरहेको छ मिठो राम्रो घाम लाग्छ यार राम्रो घाम लाग्छ एकदम यस्तो डाँडामा नि हावा नलागेको यस्तो यतिसम्मको वेदरलाई राम्रो हो यार तिमी घर यहाँको डाँडा भाइ त्यो आइरहेको छु क्या यसो गरिम भएन अझै लाइन गरिम भएन गर्मीमा यहाँ कतिको गर्मी हुन्छ लाइक समरमा 30 प्लसै भइरहेको छ सधैँ हुँदैन मेलबुर्न जस्तै हो त्यसो गर्मी वेन्डी पोइन्ट होइन पिक्चर हार्बर भन्ने यहाँ त्यो पनि रहेछ बादल पनि लाग्यो आज मेहन्दी छ बेलुका जानुपर्ने छ अनि भोलि बिहे त्यही नि मामा हामी वेन्डी पोइन्टमा छौँ वेन्डी पोइन्टको डाँडा पनि हेरिहालौँ यस्तै हो वेन्डी पोइन्ट रुख नहुनुपर्ने कि है रुखले गर्दाले बोर भएर क्या रुखले बोर गरे यो त नोटिस हुनुपर्ने केटाहरूलाई रुख सुख काटिदिनु पर्ने हो के हेर्ने पोइन्ट माथि हो कि यहाँबाट हेर्दैन सर माथि 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 हो माथिबाट देखिन्छ हो माथि पनि देख्यो त्यही उता पनि रुखले सकिहाल्छ बोरे भयो कि राति त्यो झिलिमिली भएर सबै थाहा हुँदैन एक्ज्याक्टली त्यो रुखै ल अब यस्तै हो वेन्डी पोइन्ट अर्को उसमा आयो त भोलि कसैले तिमीले लुकआउट गएको भनेर सोध्यो भने तिमी कसरी प्रुफ दिन्छौ होइन ऊ रहेछ कि रुखले गर्दा छेकिँदो रहेछ अनि त्यो माउन्टेनिङ जस्तो छैन नि त कसरी फोटो खिच्नु बाबा
रुखहरू डिस्टर्ब गर्दा यसो हेर्नुलाई मात्रै कति ठुलो फैलिएछ भनेर ऊ त्यो त अब सिटी त्यति रहेछ तर धेरै ठुलो रहेछ एडलेट पुरै जङ्गल मलाई एडलेट मन पर्खाएछ मलाई एडलेट झन् झन् सिडनी जत्रो पो लाग्यो त एरियाको हिसाबमा भनेको बस्तीको हिसाबमा होइन एरियाको हिसाबमा सिडनी पनि एरिया ठुलो होइन नि त बस्तीको भएको त तर अब जोडिँदै गएपछि त बाटो हुँदै गएपछि बस्ती बढ्दै गयो पनि त यहाँ पनि त कति एरिया छ त बस्ती पो नभएर त तपाईँको त्यो एउटा के अरे यो भिक्टोरियाको लास्ट के अरे त्यो ठाउँको नाम कुन बेल्टन भिक्टोरियाको लास्ट केरी हिल कुन एल्बरी कहाँ लास्ट जस त्यहाँबाट बाटोमा कहाँ छ त केही पनि छैन यता एडलेटबाट जाँदा केही पनि छैन ए त्यो बस्ती नै छैन ए हल्स क्या भर्साम अँ भर्साम त्यो बोर्डर के भनेबाट बस्ती नै छैन दिनमा चाहिँ खासै छैन यहाँ सनसेट र अलिकति राति मात्रै आउनु ठिक रहेछ ट्याक्कै साँझ आयो सनसेट हेऱ्यो अनि रातिको अलिकति झिलिमिली दिनमा चाहिँ आएको छ कत्रो रिलेट छ र सिटी कत्रो छ फाइरक्स चाहिँ गरेको छु कहाँ छ फाइरवर्क्स हेर्न यहाँ आउनुहुन्छ त्यो मकै पाउनुपर्छ यति पनि हुन्छ यति पनि हुन्छ कि यहाँ जे जस्तो हो